हेलो गाइस, नमस्ते। म सन्चै छु, तपाईहरु पनि सन्चै हुनुहुन्छ होला भन्ने आशा गरेछु। अहिले चाहिँ मेरो के भने सिनबाट सामान आयो। फ्री त हैन, पठाइदिएर हो, त्यही पनि तपाईहरुलाई देखाउँछु। रेस्टी काट्नु त ल। फ्रीमा त आयो हैन, त्यही पनि पैसा तिरेर आएको हो, त्यही पनि सबैलाई म देखाउँछु भनेर आज मैले भिडियो बनाएको। सधैँ आफूले मात्रै कति हेर्नु भन्ने कुरोमा अनि के आएको छ भनेर चाहिँ म देखाउँछु है। सुरुमा क्याब, यो क्याब चाहिँ मैले एउटा मात्रै चुज गरेको, तर दुईटा आएको छ। किनभने मैले 2 गरेको छु के, 1 मा नदेखेर 2 गरेर डबल आएको छ क्याब। अनि सुरुमा यो के होला, क्या दामी बक्स हेर्नु न यहाँ। यस्तो बक्समा के आउँछ? मैले के मगाएको थिएँ म आफैले बिर्सिसकेँ, किनभने 1 हप्ता बढी भइसक्यो नि त उ गरेको। ओ माइ गॉड, सोको लागि के, सोको लागि चाहिँ मैले घडी मगाएको थिएँ कि कोही बेला टक्क लाउनु हुन्छ भनेर। किनभने हात बुच्चे हुन्छ नि त, मलाई चाहिँ मन पर्दैन घडी खासमा चाहिँ। जस हात बुच्चे भएको बेला चाहिँ लाउनु हुन्छ कता कता जाँदाखेरि भनेर चाहिँ मगाएको। अब एप्पल वाच किन्नलाई पैसा छैन, त्यही भएर पैसा छैन भने अलिक इन्ट्रेस्ट छैन, मलाई राम्रो लाग्दैन। हातमा केही पनि नलागिकन यत्तिकै खाली, म त खाली नै मन पर्छ। ओ के होला त भन्दाखेरि चस्मा, यो चाहिँ 400, लगभग 300-400 मा चस्मा। अलिक जुम गर्ने हेर्नु, तर राम्रो हुन्छ कि चस्मा। एउटा दुईटा सेम सेम हो क्या हो, तर अलिकता साइज हल्का हल्का फरक हो क्या, धेरै फरक त होइन। यो हेर्नु 3टा। ओ यो त मेरै लागि आयो क्या, 4। योसँग 5वटा। कस्तो सामान पठाएको यस्तो कार्टुनमा के, कस्तो सामान के पठाएको लगाइरहेको यो रहेछ। त्यसपछि यो मेरो के रहेछ, यो नाइट सुट, नाइट ड्रेस चाहिँ राख्नु होला। त्यही भएर मैले चाहिँ सिनबाट नाइट ड्रेस साइज पनि ठिक्क मिल्ला जस्तो है। नाइट ड्रेस कटुवाला पऱ्यो क्या, ए धन त सुरुवालै परेछ। मैले सुरुवालवालै मगाएको थिएँ, कटुवाला पनि रहेछ क्या, सेम सेम। यो नाइट ड्रेस हाम्रो। त्यसपछि आयो यो चाहिँ के होला, सायद यो मङ्गलसूत्र होला, मङ्गलसूत्र। यो मङ्गलसूत्र होला, किनभने मैले मगाएको थिएँ, तर राम्रो हुने होइन। नेपालमा नि कति पर्छ यस्तो मङ्गलसूत्रलाई? ओ मलाई राम्रो लाग्यो, राम्रो लाग्यो। तपाईँ राम्रो लागेन? लाग्यो। अनि केही ठस्स भएर बसेको, दाइलाई चाहिँ केही पनि मगाएन, त्यही भएर दाइ चाहिँ ठस्स भएर बसिरहेको। लगाइहाल्छ यार, मलाई मङ्गलसूत्र लम्लम, मलाई मङ्गलसूत्र त छ तर ठुलो हो क्या। अनि ठुलो त अनि खाइसम्म देख्यो भने नि कराउँछ नि, दामी हो नि त। बेन्तोको म काम गर्छ हामी, त्यही भएर मैले चाहिँ सानो सधैँ लाउँदैन, नयाँ हुन्जेल म लाउँछु, अनि त्यसपछि फुगालेर छोडिदिन्छु। सुहाउँछ तर टिपिक्क ठिक्क हुन्छ होला होइन। ओह माई गड, माई मङ्गलसूत्र। सिनमा चाहिँ के चाहिँ पाउँदैन, सब छ के, रातो पोते जे पनि पाउँदो रहेछ क्या। हामी चाहिँ नेपालबाट भनिरहेको थिएँ, तर पनि पाउँदो रहेछ। खासै म चाहिँ युज गर्दिनँ क्या सिन पनि, केही पनि युज गरिदिनु भने पनि हुन्छ। किनभने म बिजी मान्छे, म खेल्दा र खाँदामा बिजी हुन्छ। यो पनि अर्को मङ्गलसूत्र, डबल पऱ्यो क्या, सेम सेम पऱ्यो क्या हो। यो त हातमा लाउने कुरा नि रहेछ त, फेरि यो हातमा लाउने कुरा पो रहेछ मङ्गलसूत्र। यहीँ मङ्गलसूत्र अर्को यस्तो, यो डल्लोवाला राम्रो भयो, कालोमा हल्का टल्किने रहेछ, राम्रो। डबल डबल रिचिङ डबल। यो क्याप भन्यो नि, सेम सेम क्याप, किनभने 2 गरेछ, म आफूलाई थाहा भएन। अनि त्यसपछि मेरो टी सर्ट, अब चाहिँ गर्मी महिना आयो नि त, त्यही भएर मैले चाहिँ टी
टी सर्ट मगाएको वाउ वाउ जस्ट मलाई त रातो कलर लास्ट मनपर्छ क्या तर मैले धेरै लाउँदिनँ त्यही पनि मन चाहिँ पर्छ हेर्न एक्स यस मतलब सबसे स्मल साइजै हो कि धन्दा मैले यसमा चुज गरेको थिएँ राम्रो छ या त्यसमा नराम्रो हुन मिल्दैन गरी महिनामा भङ्गलो भङ्गलो लाएर हिँड्नुहुन्छ नि फेरि एक हप्ता अगाडि अर्डर गरेको त्यही भएर अर्डर त चुज त कहिले गरेर राखेँ हो तै पनि बिर्सिन्छ क्या ओ यो पनि टी सर्ट क्या ठुलो टी सर्ट हो यो त मेरो दुइटा जाने छिर्छ क्या हो तर राम्रो छ व्हाइट कलर हो नि त व्हाइट पनि मेरो बेस्ट हो बेस्ट त अब के होइन सब मेरो बेस्ट हो यहाँ चाहिँ यो कालो र यो सेतो धर्कालाई के भन्छ अरे मतलब जेब्रा टी सर्ट जेब्रा यो रातो र यो त सेम सेमै हो एउटै उसको हो त्यहाँदेखि मलाई कलर चेन्ज गरेर लाउनु मन लाग्यो चाहिँ मगाएको अनि यो चाहिँ बल्ल दायरको लागि यो एउटा यो चाहिँ हातमा लाउने तपाईँलाई भन्थ्यो नि सुरेशले भन्थ्यो नि त्यही भएर यो मगाएको के होला यो पनि टी सर्टै हो क्या टी सर्ट धेरै मगाएँ क्या टी सर्ट मलाई चाहिँ अनेक थरी मनपर्छ क्या यो ट्यालेको चालेको भए पनि मलाई चाहिँ फेरि यस्तै मनपर्छ त्यही भएर यो चाहिँ मैले यति मगाइदिएँ के आयो डबल डबल आयो क्या हो यो के हो फेरि सबै मङ्गलसूत्र जस्तो फेरि डबल आयो के हो फेरि हुन त फेरि उ त फरकै छ ए खुट्टामा बान्ने कुरा त्यहाँ एउटा कस्तो ए तन्किनुवाला रहेछ है त यो के भन्छ अहिले चलेको यस्तो छ यो यस्तो यो चाहिँ खुट्टामा बान्ने खुट्टामा बाँधेर कसैको नजर नलागोस् भनेर खुट्टामा बान्ने अब के भएको होला यो चाहिँ मेरो ज्याकेट हामी चाहिँ कम्पनीबाट बाहिर फेरि हिँडिरहनु पर्छ क्या अनि त्यही भएर ब्ल्याकमा चाहिँ मलाई यस्तो ज्याकेट चाहिएको थियो यो त लास्ट महँगोवाला हो 3-4 हजार पऱ्यो क्वालिटी पनि राम्रो रहेछ 3 हजार पऱ्यो होला यसलाई सोच यस्तै राम्रो आयो यो चाहिँ मेरो कम्पनीबाट बाहिर जाँदाखेरि लाउनु यो कोट प्यान्ट लाउनुपर्छ कोट नलाइकन यो कोटको ठाउँमा यो लाउनको लागि मेरो समिज भइहाल्यो भइहाल्यो त्यसपछि चाहिँ सक्यो हाम्रो यसरी नै भिडियो मन पराइरहनु होला है बाई।